हेलो साथीहरू, दर्शन नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो आजको मिनी ब्लगमा। यो चाहिँ कहाँ जानलाई लखर लखर भनेर सोच्नु भएको होला। म चाहिँ काँचो चाउमिन लिन जान लागेको। बाहिर बनाएर खाएको भन्दा घरमै बनाएर खाएको मिठो पनि हुन्छ र राम्रो पनि हुन्छ। म चाहिँ साथीहरू चाउमिन लिएर पनि फर्किसके। म आउँदा चाहिँ साथीहरू मम्मीले बाबुलाई बोकेर बस्नु भएको थियो अनि म फेरि गएँ पसलतिर। म चाहिँ कुखुराको मासु लिएर फर्केँ साथीहरू। रुममा आउँछु भन्दा त कोठाको हालत जति रुम मिलाए पनि छोराले एकैछिनमा उस्तै बनाइदिन्छ। उसलाई एकछिन मसार मुसुर पारेर अनि मैले उसलाई चाहिँ बोक्न लागेँ। उसले केही गर्नु दिँदैन नि त। बोकेपछि चाहिँ मलाई पनि सजिलो हुन्छ काम गर्नुलाई। अनि मैले चाहिँ उसलाई बुई लगाएर बोक्नु लागेँ। त्यही पनि ऊ झगडा गरिरहेको बोकेर यताउता डुलाएपछि बल्ल ऊ शान्त भयो। त्यतिकैमा मेरो छोरी पनि स्कुलबाट आइपुग्यो। आउने बित्तिकै छोरीको क्वेसन यही हुन्छ कि खाजामा के छ। मैले चाहिँ उसलाई आज चाहिँ चाउमिन पाक्दैछ भने। चाउमिन भनेपछि चाहिँ एकदम रमाउँछ कि खुसी हुन्छ कि साथीहरू मेरो छोरी चाहिँ। आज चाहिँ मेरो मम्मीले कुकिङ गर्दै हुनुहुन्छ हाम्रो लागि। मेरो मम्मीले बनाउनु भएको चिकन चाउमिन चाहिँ एकदम मिठो हुन्छ के। मम्मी चाहिँ फटाफट चाउमिन बनाउनतिर लाग्नुभयो। मम्मी चाहिँ भित्र चाउमिन बनाउँदै हुनुहुन्थ्यो। हामीलाई बास्ना भने बाहिर मङ आइरहेको थियो साथीहरू। म पनि बीचमा आउँदै मम्मीलाई हेल्प गरिरहेको। त्यतिकैमा साथीहरू हाम्रो चिकन चाउमिन पनि रेडी भयो। मैले चाहिँ सुरुमा छोरीलाई दिएँ। उसलाई एकदम भोक लाग्यो भनिरहेको थियो। हाम्रो चिकन चाउमिन चाहिँ साथीहरू एकदम मिठो बनेको थियो। मैले त एक बाउल खाएँ। मेरो छोरीलाई चाहिँ पछाडिबाट देखाउँदै थियो मेरो पनि चाउमिन देखाउनु न भन्दै। आजको मिनी ब्लग चाहिँ यति हो साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु है त। थ्याङ्क यू फर वाचिङ।